होला भनेर उतै जानु खोजेको त यतै परेछ लु है श्रमदाता टोलीहरू खट्नु पर्यो छिटो धुवा लागिसक्यो यहाँ कता जानुभयो हाम्रो श्रमदाता जीहरू अलि छिटो आउनु पर्यो यहाँ अरू पालिका अरू वडामा भन्दा फरक तरिकाले हामी चाहिँ जाँदैछौँ श्रमदान कार्यक्रम आज शनिबार यो काँच घारिरहेको ठाउँलाई चाहिँ हामीले काटेर धान रोप्ने निधो गरेका छौँ। अब यहाँ सरसफाइ कार्यक्रम जारी छ। हेर्न सक्नुहुनेछ हाम्रो श्रमदाताज्यूहरू खटिसक्नु भएको छ। उहाँहरू अवलोकन गरेर आउँदै हुनुहुन्छ। काट्नु चाहिँ के काट्ने खोला बगर काटेर भएन। ल खोइ कार्यक्रम राख्ने मित्रहरू नै कता हराउनु भयो। हामी त यहाँ अलपत्र परिसक्यौँ। अब 2-4 जना यसो खटेर त हुँदैन। सूचना प्राप्त नभएको हो कि कसो हो हाम्रो श्रमदाता टोलीहरू ढिला आउनुमा यहाँको के छ विचार यसो राखिदिन्न 2 शब्द। यो अब मलाई चाहिँ यस्तो लाग्छ कि कुनै पनि हामीले समय तोकिसकेपछि त्यही समयमा आउनुपर्ने हो। 7 बजी भनिन्छ, अहिले 8 बजिसक्यो, कति बजिसक्यो। अब यहाँ घडीहरू पनि उता मोबाइल पर राखिएको छ। यो हाम्रो श्रम पिता हर्क साम्पाङले भनेको कुरा चाहिँ समय जति भनेको छ त्योभन्दा चाहिँ 5 मिनट अगाडि आउनु नै राम्रो हो। म चाहिँ किनभने अब पहिलादेखि पनि जे होस् जुनसुकै कार्यक्रममा पनि समयमै हिँड्ने मान्छे हो र अहिले पनि समयमै हिँड्छु। अरूलाई पनि समयमै उपस्थित भइदिए चाहिँ राम्रो हुन्छ है भन्ने म जानकारी हुन्छ। हजुरको शुभ नाम चाहिँ? मेरो रामप्रसाद राई हो। हस् हुन्छ, धन्यवाद। यहाँको 2 शब्द राखिदिनु यहाँको शुभ नाम? मेरो चाहिँ नमस्कार, मेरो चाहिँ नाम रामचन्द्र राई, वार्ड नम्बर 2 बाट आएको। आज चाहिँ यहाँ जुन चाहिँ धान रोप्ने ठाउँमा चाहिँ आली लगाउने कुरो थियो र हामीहरू चाहिँ समयमै आइसकेका छौँ र अरू चाहिँ नआएकोमा अलिकति समयमै आइदिनु होला र यस राम्रोसँग काम गर्दै जानुपर्छ होला भन्ने कुरो मेरो चाहिँ सल्लाह सुझाव छ है। हस् हुन्छ, धन्यवाद 2 शब्दको लागि। अनि हाम्रो यहाँ वकिल सर हुनुहुन्छ। यो काटेर नेक्स्ट गर। हामी प्रत्यक्ष रूपमा लाइभमा छौँ कि अब हजुरको पनि यसो 2 शब्द। हजुर 2 शब्द राखिदिनु। 2 शब्द भन्दा पनि यो हामीले चुलाचुली गाउँपालिकाले चाहिँ हामीले पालिकाबाट चाहिँ यो 1 बिघा हाम्रो 5 वर्षको लागि दिइरहेछ यो खेतीको लागि। सायद नेपालमै धरानदेखि दोस्रो पल्ट नेपाल अधिराज्यभरि नै हामीले उत्पादनको क्षेत्रमा यो के अरे तपाईँको चुलाचुली गाउँपालिका नै आएको जस्तो लाग्छ। नमुना 4 कट्ठा यो आउने सयपत्री फुल यो आउने तिहारको लागि पनि रेडी गर्दैछौँ र 1 बिघा धानको लागि यहाँ पनि 5 वर्षको लागि दान गर्नुभएको छ। के अरे उहाँको नाम पारी 3 नम्बर कोही दाताले दान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। हामीले यहाँ अब आली लाउने यो बिउछु हामीले राखेर टक्कै रेडी छ। आलीसाली लाउने यहाँ आउँदैछ, अलि 4-5 जना आउँदैछ मान्छेहरू। त्यो ट्र्याक्टर सेक्टर आएर चाहिँ हामीले यहाँ टक्कै आलीसाली आज लाएर सकाएर चाहिँ हामीले 1 बिघा खेतको लागि चुलाचुलीमै यो हामी धानको लागि चाहिँ गर्दैछौँ।
अनि तपाईँको म यहाँनिर चाहिँ अलिकति खोला पनि देखिरहेछ होइन, तपाईँको यो खोलाले चाहिँ जोखिमपूर्ण हुन्छ कि हुँदैन होला? खोलाले जोखिमपूर्ण अलिकति समस्या चाहिँ देखाइरहेछ यहाँनिर, अलिकति समस्या यहाँ देखाइरहेछ। यहाँ चाहिँ अलिकति बिचमा हामीले असार साउन महिनामा चाहिँ हामीले अलिकति 100-150 घाना जति बाँस लिएर तटबन्धन गर्नुपर्ने हुन्छ। त्यो हाम्रो लागि के ठुलो कुरो होइन, 1-2 घन्टाको काम हो तटबन्धन गर्नु। हामीसँग सबै सामग्री छँदैछ, जनसमुदाय एकदम बराबर आइहाल्छन्। हजुर हजुर। अनि के अरे घर घर गएर बोलाउने कुरा आएन, हामीलाई सबैले के अरे फोनमा भयो, हाम्रो मेसेज ग्रुपमा सबै आइहाल्छन्। 1-2 घन्टाको काम हो, त्यसमा केही समस्या छैन। तर यहाँ चाहिँ अलिकति खोलाले समस्या देखाइरहेछ, त्यो 2-4 घन्टामा हामी ठिक गरिहाल्छौँ। अनि यो पहिलोचोटि तपाईँलाई अघि पनि मैले भने यो उत्पादनको क्षेत्रमा दोस्रो चाहिँ हाम्रो चुलाचुली नै आउँछ जस्तो लाग्छ मलाई चाहिँ। अरू नेपाल अधिराज्यभरिमा छैन होला सायद। हस्, हुन्छ, धन्यवाद। श्रम संस्कृतिले खेती गर्दै गरेको फुलको खेती, धानको खेती, अब यसपछि चाहिँ फेरि तपाईँको चाहिँ जसले यहाँनिर गहुँको खेती, मकैको खेती 5 वर्षसम्म त गरि नै राख्ने हो। तपाईँको यो जस्तै खेतीपाती गरिसकेपछि तपाईँको यो उठेको रकमहरू चाहिँ के हुन्छ? उठेको रकम हिजो अस्तिको दिनै हाम्रो पालिका अध्यक्षज्यूले भनिसक्नु भएको छ। यहाँबाट 1 बिघाबाट जति पनि हामीले अब यो उत्पादन गर्छौँ, यहाँको पैसा भयो, यो जति जेसुकै भए पनि धान खेती भयो, 35% यो हाम्रो चुलाचुली गरिब दुखीलाई बाँड्ने, कसैलाई समस्या छ, धेरै आवश्यक पर्ने मान्छेलाई दिने भएको छ। हाम्रो पालिका अध्यक्षज्यूबाट यस्तो सुनियो। अनि 5% यो जग्गादातालाई दिने, 60% श्रम संस्कृति पार्टीले नै युज गर्ने। त्यो पनि अझै अरू यो पालिकामा अरू कसैले चाहियो भने, त्यस्तै खालको व्यक्तिहरू परिवार छ भने त्यसलाई दानमा गर्ने। भनेपछि श्रम संस्कृति पार्टीलाई हामीले गरिब दुखीको पार्टी भन्न चाहिँ मिल्यो भने त त्यसो? एकदम गरिब दुखीकै पार्टी हो यो। हस्, हुन्छ, धन्यवाद 2 शब्दको लागि। हेर्न सक्नुहुनेछ हामी चाहिँ बिहानदेखि खटिरहेका छौँ, तर कतिपय मित्रहरू आउने क्रम जारी छ। हामी 3-4 जना चाहिँ यहाँ उपस्थिति भइसकेका छौँ। यो खाली रहेको जग्गालाई चाहिँ हामीले यहाँ बाँझो रहन नदिने कुरा सहित राखेका छौँ। त्यही भएर चाहिँ हामीले यहाँ श्रमदान कार्यक्रम सुरु गरिसकेका छौँ। हेर्न सक्नुहुनेछ यहाँ काँसगाडीहरू चाहिँ चलाएर सरसफाइ कार्यक्रम जारी गर्दैछौँ। अब यहाँ एकछिनमा ट्र्याक्टर पनि चल्नेछ। त्यसै गरी हाम्रो श्रमदाताहरूको लागि सहयोग चौचौ 1 कार्टुन पानी 3 कार्टुन सहित हाम्रो सहयोग गर्नुहुने यलम्बर चोक माझी क्यान्सर भनेर उहाँलाई चिनिन्छन्। उहाँले चाहिँ 3 कार्टुन पानी र चौचौ पनि सहयोग गरिदिनु भएको छ। उहाँलाई धेरै धेरै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु, किनभने श्रमदाताहरूलाई सहयोग गर्नुभएको छ।